पानी कतराको बल्ल अब चाहिँ प्लेनको चक्का के भरे ओपन भयो। अब चाहिँ हामी ल्यान्ड गऱ्यो है। यस्तो डरसरी भन्दै भए हेर मौसम बिग्रेर बाहिर। कस्तो भयो त भाइ तपाईँको अनुभव सुनाइदिनुहोस्। अब चाहिँ हल्का डर लागिरहेको छ होइन। किन डर लाग्यो त? अघि यस्तो प्लेन हुँदैन नि त, धेरै हल्यो नि त होइन, त्यही भएर सबैजना आत्तियो नि त है। अहिले हामी सबैजना ठिक छौँ। अब चाहिँ ल्यान्ड हुने बेला भयो। कस्तो खुट्टा घुँडा त चिउ 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 गर्दै हो मेरो त अन्त है। हामी लगभग 1.5 घन्टा चाहिँ के भयो एयर ट्राफिकमै पऱ्यो है। एयर ट्राफिकमा भन्दा नि काठमाडौँको चाहिँ मौसम खराबीको कारणले भारी वर्षा भएको कारणले चाहिँ हामी झन् 1.5 घन्टा चाहिँ माथि नै आकाश घुमिराख्यो। बल्ल बल्ल ल्यान्ड हुन लाग्यो। पानी यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले पनि, हेर्नु पानी यस्तो स्पिड छ। कस्तो जिउले ल्याइराख्नु भयो चिउ चिउ हल्लाएर अन्त घुँडै कामिरहेको छ त के भएको यस्तो नि हुन्छ। म त डराउँदिनँ थिएँ त, डर लाग्दो रहेछ यार। एकछिन त सबैजना आत्तिनु भएको थियो, यहाँ चाहिँ शान्त भएछ सबैजना। यस्तो छ है पानी त है। तर यस्तो भएको भए हामीलाई फर्काएर उतै लगेको भए चाहिँ हुन्थ्यो होइन। त्यही त हेर पानी कति चाहिँ स्पिड पानी कुदिरहेको छ हेर न। त्यस्तै छ मुनि केही देखिया छैन। प्लेनको चक्का ओपन भएको चाहिँ अघि नै हो, तर ल्यान्ड हुन सकिरहेकै छैन। अब त यो एसी पनि धेरै हुँदैछ। यो एसी चिसो भएको रहेछ, पानी चुहेको जस्तो फिल मलाई त कि। ल तल देखियो है, बल्ल तल झरेछ नि त नि, बादलहरूबाट तल झऱ्यो। अब चाहिँ देखियो नि त मुनिको। यो अघि चाहिँ भारी वर्षा भएको कारणले ल्यान्ड हुन सकिरहेको थिएन। अहिले पनि बल्ल तलको भिजिबिलिटी हल्का देखिन थाल्यो। अहिले त यस्तो हामी धेरै अन्धकार बादलभित्र उडिरहेको थियौँ। कहाँ गयो अत्तो केही पनि थिएन, हामीलाई केही थाहा थिएन। 1.5 घन्टासम्म चाहिँ हामी आकाशमा फनी घुमि नै रह्यौँ। केही देखिँदैन थियो। चारतिर कालो बादलभित्र कुदाएको प्लेन चाहिँ उडाइ है। अहिले चाहिँ तपाईँको काठमाडौँमा भारी वर्षा भइरहेछ। वर्षाका कारणले गर्दा चाहिँ हामीले समयमा चाहिँ हामी ल्यान्ड हुनै सकेका छैन। अब चाहिँ हुनेवाला छौँ। भगवान् पशुपतिनाथको कृपाले चाहिँ सबै कुरा राम्रो भएको छ। हाम्रो यात्रा सफल रहेको छ। बल्ल कस्तो लागिरहेछ त तपाईँलाई? फाइनली खुसी लागिरहेछ, आनन्द भएन? अब चाहिँ दिदी व्हाट्सएपमा पठाइदिनु ल भिडियोहरू। हजुर व्हाट्सएपमा पठाइदिनु भिडियोहरू। हस् 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 व्हाट्सएप नम्बर दिनु ल। हुन्छ। तपाईँ डराउनु भयो नि थाहा छ। हल्का हात्तीको थियो भाइ डराउनु भएर चाहिँ मलाई हतार बुक खोलेर हेरौँ दिदी भन्नुभयो, म्यागजिन बुक होइन। ल ठिक छ, यस्तो छ है अहिले चाहिँ बाहिरको भ्यू चाहिँ। हेर पानी परेर उता चाहिँ गर्मीले फतकै पाक्ला जस्तो भएको थियो होइन। यस्तो गर्मी त्यही त
कस्तो हुन्छ अरे भन्नुहोस् त फेरि। नजाँदाखेरि कस्तो गाह्रो हुन्छ क्या म फेरि काठमाडौँ आउँदाखेरि कस्तो गोरो हुन्छु म त्यस्तो लाग्छ है। तर काठमाडौँ पहिलाको हेरी चाहिँ निकै गर्मी नै छ है अहिले, पूर्वको जति नभए नि तर गर्मी चाहिँ गर्मी छ। ल अब चाहिँ हामी ल्यान्ड गर्ने बेला भयो। बल्ल राहतको सास फेर्दैछु। यस्तो डरलाएको थियो है, हामीले चाहिँ तलमाथि भएर साथै गर्थ्यो। एकचोटि हामी गयो जस्तै फिल भएको थियो सबैजना हाततिर। मेरो त अहिले पनि घुँडा टक 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 काँपिरहेछ। फाइनली ल्यान्ड भयो। सबैजना खुसी हुनुहुन्छ। अनि प्लेन ल्यान्ड हुँदा साथ सबैजनाले ताली पनि बजाउनु भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेका छौँ। कृपया विमान पुरा नरोकिएसम्म आफ्नो सिटको पेटी नफुकाउनुहोला। बाहिरको तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। विमानबाट बोलिनु अघि आफ्नो सम्पूर्ण सामानहरू जाँच गरिदिनु हुन अनुरोध गर्दछौँ। यति एयरलाइन्सको जानकारीका लागि कृपया हाम्रा ग्राउन्ड स्टाफसँग हाम्रो वेबसाइट तथा सामाजिक सञ्जालहरू हेरिदिनु हुन अनुरोध गर्दछौँ। यहाँहरूको यो उडान सुखमय रह्यो होला भन्ने विश्वासका साथ यति एयरलाइन्ससँग उडान गर्नुभएकोमा क्याप्टेन सरहन बान्तवा तथा सम्पूर्ण उडान कर्मचारीहरूको तर्फबाट यहाँहरूलाई धन्यवाद दिँदै पुनः सेवा गर्ने आशा राख्दै बिदा माग्दछौँ। नमस्ते। Ladies and gentlemen, we have landed at Trivandrum International Airport, Kathmandu. Please do not unfasten your seatbelt until the aircraft comes to a control stop. The outside temperature is 24 degrees Celsius. Please check all your belongings before disembarking the aircraft. Please feel free to contact our ground staff regarding any inquiries for flight information of Yeti Airlines. We would always like to be with you on the website of Yeti Airlines. We hope that you have enjoyed the flight with us and we look forward to seeing you again. Thank you for flying with Yeti Airlines. Namaste. Namaste. नमस्ते। जय शम्भो। यहाँ बाहिर आमामा पानीले सबै पानीले त जस्तै बनाइसक्यो। यति पानी छ त काठमाडौँमा के हो एयरपोर्ट त होइन एयरपोर्टमा नि यस्तो पानी भरिँदो रहेछ। म त याद गरेकै थिइनँ है कहिले पनि। साथी आउँदैछ कहाँबाट? धनगढीदेखि आउँदैछ साथी। हो र के छ प्लान तपाईँहरूको? कहाँ? काठमाडौँ अनि साथीलाई लिएर विराटनगर जाने क्या। ए बेस्ट फ्रेन्ड हो तपाईँको? ल तपाईँको साथी पनि राम्ररी आइपुग्नुहुन्छ काठमाडौँ। आइपुग्छ। ल सबैजना अहिले चाहिँ खुसीले बोल्न थाले, गफ गर्न थाले है। अघि चाहिँ डरले सबैजना खुसीको माहौल छ अहिले चाहिँ। अघि चाहिँ सबैजना डरले चिच्याएको थिए, कराएको थिए। अहिले चाहिँ सबै कुरा ठिक भइसक्यो। हजुर सबैलाई भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई बाई। फेरि पनि नेक्स्ट भिडियोमा आउनेछौँ। के भन्नु? केही भन्नु छ? 2 शब्द? अघि चाहिँ डरका माहौल एकदम थियो, अहिले खुसीका माहौल चलिरहेछ। त्यति हो। अरू सक्यो? ल अब नेक्स्ट भिडियोमा कहिले भेट्छौँ? अब नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ ल। यसरी and thank you for watching.